यसको आत्मा सिनियर अफिसरको भूमिका निर्वाह गर्दै हुनुहुन्छ श्री इन्टरनेसनल पब्लिक स्कुल कञ्चनपुरका सिनियर अफिसर ममता एडीले निर्वाह गर्नुभएको छ। कजुलाको नेतृत्व श्री इन्टरनेसनल पब्लिक स्कुल कञ्चनपुरका कम्पनी जुनियर अफिसर जयेश पन्तले निर्वाह गर्नुभएको छ। जसअन्तर्गत नम्बर 1 मा प्रथम जुनियर अफिसर आयुष पन्तको कमान्डमा श्री भटार माध्यमिक विद्यालय कञ्चनपुरको मार्चपास्ट भइरहेको छ। नम्बर 2 मा प्रथम जुनियर अफिसर देवराज सामीको कमान्डमा श्री दुर्गा माध्यमिक विद्यालय जुम्लाको मार्चपास्ट भइरहेको छ। नम्बर 3 मा प्रथम जुनियर अफिसर गुरु नगरको कमान्डमा श्री इन्टरनेसनल पब्लिक स्कुल कञ्चनपुरको मार्चपास्ट भइरहेको छ। नम्बर 4 मा प्रथम जुनियर अफिसर गीता बुढाथोकीको कमान्डमा श्री शीतल माध्यमिक विद्यालय रुकुमपर्सिङको मार्चपास्ट भइरहेको छ। खजुलाको नेतृत्व श्री गुरुदाजु नमुना माध्यमिक विद्यालय दाङका कम्पनी जुनियर अफिसर विनिता केसीले निर्वाह गर्नुभएको छ। जसअन्तर्गत नम्बर 1 मा प्रथम जुनियर अफिसर प्रशंसा चलाउनेको कमान्डमा श्री गुरुदाजु नमुना माध्यमिक विद्यालय दाङको मार्चपास्ट भइरहेको छ। नम्बर 2 मा प्रथम जुनियर अफिसर आयुष विश्वको कमान्डमा श्री महेन्द्र माध्यमिक विद्यालय दार्चुलाको मार्चपास्ट भइरहेको छ। नम्बर 3 मा प्रथम जुनियर अफिसर पूर्णिमा विजयको कमान्डमा श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कोइलालीको मार्चपास्ट भइरहेको छ। नम्बर 4 मा प्रथम जुनियर अफिसर विजयको कमान्डमा श्री शिवपुर माध्यमिक विद्यालय रुकुमपुरको मार्चपास्ट भइरहेको छ। गौकुमाको नेतृत्व श्री त्रिपुरा माध्यमिक विद्यालय गोलपाडा कम्पनी जुनियर अफिसर निर्मला थापाले निर्वाह गर्नुभएको छ। जसअन्तर्गत नम्बर 1 मा प्रथम जुनियर अफिसर आदर्श खड्काको कमान्डमा श्री सैनिक आवासीय महाविद्यालय कोइलालीको मार्चपास्ट भइरहेको छ। नम्बर 2 मा प्रथम जुनियर अफिसर चन्द्र विष्टको कमान्डमा श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय दैलेखको मार्चपास्ट भइरहेको छ। नम्बर 3 मा प्रथम जुनियर अफिसर जितेन्द्र साउदको कमान्डमा श्री सिद्धेश्वर माध्यमिक विद्यालय दुर्गको मार्चपास्ट भइरहेको छ। नम्बर 4 मा प्रथम जुनियर अफिसर धन प्रसाद सार्कीको कमान्डमा श्री त्रिपुरा माध्यमिक विद्यालय डोल्पाको मार्चपास्ट भइरहेको छ। खजुलाको नेतृत्व श्री पद्मकुमारी माध्यमिक विद्यालय बर्दियाका कम्पनी जुनियर अफिसर दुती छाडोले निर्वाह गर्नुभएको छ। जसअन्तर्गत नम्बर 1 मा प्रथम जुनियर अफिसर अमन थारूको कमान्डमा श्री पद्मकुमारी माध्यमिक विद्यालय बर्दियाको मार्चपास्ट भइरहेको छ। नम्बर 2 मा प्रथम जुनियर अफिसर नवीन खत्रीको कमान्डमा श्री जनता माध्यमिक विद्यालय सल्यानको मार्चपास्ट भइरहेको छ। नम्बर 3 मा प्रथम जुनियर अफिसर मेलिना खड्काको कमान्डमा श्री जागृति माध्यमिक विद्यालय बाँकीको मार्चपास्ट भइरहेको छ। महकुमाको नेतृत्व श्री एसओएस हनुमान प्राइमेरी स्कुल सुर्खेतका कम्पनी जुनियर अफिसर सुदाम चन्द्रले निर्वाह गर्नुभएको छ। जसअन्तर्गत नम्बर 1 मा प्रथम जुनियर अफिसर विलासा ओलीको कमान्डमा श्री हिमालय माध्यमिक विद्यालय रुकुमपर्सिङको मार्चपास्ट भइरहेको छ। नम्बर 2 मा प्रथम जुनियर अफिसर कामना बदुवालको कमान्डमा श्री गुराँस माध्यमिक विद्यालय बर्दियाको मार्चपास्ट भइरहेको छ। नम्बर 3 मा प्रथम जुनियर अफिसर आरटीपी साईको कमान्डमा श्री एसओएस हनुमान प्राइमेरी स्कुल सुर्खेतको मार्चपास्ट भइरहेको छ।
अब यस वार्षिक सामूहिक क्याम्पमा विभिन्न विधाहरूमा उत्कृष्ट नतिजा हासिल गर्ने सिनियर अन्डर अफिसर, कम्पनी जुनियर अन्डर अफिसर र प्लाटुन जुनियर अन्डर अफिसरलाई दर्जनी चिन्ह तथा पुरस्कार वितरणको कार्यक्रम रहेको छ। सिनियर अन्डर अफिसर र कम्पनी जुनियर अन्डर अफिसरलाई दर्जनी चिन्ह प्रदान गरिदिन हुन श्रीमान प्रमुख अतिथिज्यूमा हार्दिक जाहेर गर्दछु र प्लाटुन जुनियर अन्डर अफिसरलाई दर्जनी चिन्ह प्रदान गरिदिन हुन श्री नम्बर 4 बाहिनीका सहायक बाहिनीपतिज्यू र श्री सैनिक अस्पताल नेपालगञ्जका निमित्त कमान्डान्टज्यूलाई हार्दिक जाहेर गर्दछु। सिनियर अन्डर अफिसर ममता एडी श्री इन्टरनेसनल पब्लिक स्कुल भीमपत्ता नगरपालिका वडा नम्बर 6 कञ्चनपुर जिल्लामा बस्ने बुबा मनराज एडी आमा मनिषा एडीकी सुपुत्रीका रूपमा क्याडेट ममता एडीको जन्म विक्रम सम्वत 2067 साल असोज 6 गते भएको थियो। हाल उहाँ श्री इन्टरनेसनल पब्लिक स्कुल कञ्चनपुरको कक्षा 9 मा अध्ययनरत हुनुहुन्छ। Kogulma Company General Under Officer, Vice Sponsor, Sri International Public School, Kanchanpur. Kogulma Company General Under Officer, Benita Kesi, Sri Gurujajan Namana Madhyamik Vidyalaya Dang.
गौगुलमा कम्पनी जुनियर अन्डर अफिसर निर्मला थापा श्री त्रिपुरा माध्यमिक विद्यालय डोल्पा, गौगुलमा कम्पनी जुनियर अन्डर अफिसर देवेश थारू श्री पद्मकुमारी माध्यमिक विद्यालय बर्दिया, नौगुलमा कम्पनी जुनियर अन्डर अफिसर सुदाम चन्द श्री एसएस हर्मन माइनर स्कुल सुर्खेत, कगुलमा नम्बर 1 श्री घटाल माध्यमिक विद्यालय कञ्चनपुर, प्लटुन जुनियर अन्डर अफिसर आयुष पन्त, 200 श्री दुर्गा माध्यमिक विद्यालय जुम्ला, प्लटुन जुनियर अन्डर अफिसर देवराज कामी, नम्बर 300 श्री इन्टरनेसनल पब्लिक स्कुल कञ्चनपुर, प्लटुन जुनियर अन्डर अफिसर जुनु नगाल, नम्बर 400 श्री शीतल माध्यमिक विद्यालय रुकुम पश्चिम, प्लटुन जुनियर अन्डर अफिसर गीता बुढाथोगी, खगुलमा नम्बर 100 श्री गुरुजजु नमुना माध्यमिक विद्यालय दाङ, प्लटुन जुनियर अन्डर अफिसर प्रशंसा चलाउने, नम्बर 200 श्री महेन्द्र नमुना माध्यमिक विद्यालय दार्चुला, प्लटुन जुनियर अन्डर अफिसर आयुष विष्ट, नम्बर 300 श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कैलाली, प्लटुन जुनियर अन्डर अफिसर पूर्णिमा विक, नम्बर 400 श्री सिद्धेश्वर माध्यमिक विद्यालय रुकुम पूर्व, प्लटुन जुनियर अन्डर अफिसर अविश्वर विक, गौगुलमा नम्बर 100 श्री सैनिक आवासीय महाविद्यालय कैलाली, प्लटुन जुनियर अन्डर अफिसर आदर्श खड्का, नम्बर 200 श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय दैलेख, प्लटुन जुनियर अन्डर अफिसर चन्द्रा विष्ट, नम्बर 300 श्री सिद्धेश्वर माध्यमिक विद्यालय डोटी, प्लटुन जुनियर अन्डर अफिसर दिपेन्द्र साउद, नम्बर 400 श्री त्रिपुरा माध्यमिक विद्यालय डोल्पा, प्लटुन जुनियर अन्डर अफिसर धनप्रसाद सार्की, गौगुलमा नम्बर 100 श्री पद्मकुमारी माध्यमिक विद्यालय बर्दिया, प्लटुन जुनियर अन्डर अफिसर अमन थारू, नम्बर 200 श्री जनता माध्यमिक विद्यालय सल्यान, प्लटुन जुनियर अन्डर अफिसर नवीन खत्री, नम्बर 300 श्री ज्ञानज्योति माध्यमिक विद्यालय बाँकी, प्लटुन जुनियर अन्डर अफिसर मेलिना खड्का, त्यसै गरी नौगुलमा नम्बर 100 श्री हिमालय माध्यमिक विद्यालय रुकुम पश्चिम, प्लटुन जुनियर अन्डर अफिसर दिलासा ओली, नम्बर 200 श्री गुराँस माध्यमिक विद्यालय बर्दिया, प्लटुन जुनियर अन्डर अफिसर कामना बडुवाल, नम्बर 300 श्री एसएस हर्मन माइनर स्कुल सुर्खेत, प्लटुन जुनियर अन्डर अफिसर आकृति साई, अब इस वार्षिक सामूहिक क्याम्पमा विभिन्न विधाहरूमा उत्कृष्ट नतिजा हासिल गर्ने क्याडेट छात्र छात्राहरू तथा सहभागी विद्यालयहरूमा बेस्ट प्लटुन हुन सफल विद्यालयलाई पुरस्कार वितरणको कार्यक्रम रहेको छ। इस वार्षिक सामूहिक क्याम्पको सर्वोत्कृष्ट क्याडेट छात्रा श्री इन्टरनेसनल पब्लिक स्कुल कञ्चनपुरका सिनियर अन्डर अफिसर ममता एडी, इस वार्षिक सामूहिक क्याम्पको सर्वोत्कृष्ट क्याडेट छात्र श्री एसओएस हर्मन माइनर स्कुल सुर्खेतका कम्पनी जुनियर अन्डर अफिसर सुदाम चन्द,